पास्टर बुवा 21 त्यसरी हुनु हजुरको नाम के पर्यो? जयमसी यसको नाममा जयमसी। मेरो नाम नन्दराम घरती विशेष 7 समाइला। हजुर म बस्ने ठाउँ घरिले पनि भन्छ है। हजुर हजुर होइन म प्रभुलाई नपाउनु भन्दा पाउनु अगाडि यावत तीर्थस्थल गर्थेँ। हजुर मुगु राराताल, काठमाडौँको पश्चिम दक्षिणकाली, काठमाडौँको पशुपति, गोर्खाको मनकामना, प्युठानको स्वर्गद्वारी, पोखराको फेवाताल, तनहुँ जमौलीको विघ्नासताल, व्यास गुफा, प्रसर गुफा, अनि यता दैलेख श्रीस्थानको पञ्चकोशी परिक्रम, नेपालको बागेश्वरी, यावत तीर्थस्थल घुमेँ। तपाईँ यति ठाउँ किन घुम्नुभयो त? तर शान्ति आनन्द कुन ठाउँमा छ भनेर भन्दै हिँडेको। अरू यी ठाउँबाट घुम्दै गर्दा एउटा यो उसमा ऊ पनि भन्ने कुरो हुन्छ, यो हिन्दू अपलम्बीको मध्येको 4 बेटा 18 पटक घिचा भन्दा ध्यान मुलुङ गुरु मूर्ति, पूजा मुलुङ गुरु पादुका, मन्त्र मुलुङ गुरु वाक्य, मोक्ष मुलुङ गुरु कृपा, गुरु ब्रह्म गुरु विष्णु गुरु तस्मै श्री गुरुवै नमः भनेर ओम नमः शिवाय भन्दै हिँड्ने गरियो। ओम नमः शिवाय शङ्कर भोलानाथी पनि भन्यो भन्यो। अनि त्यहाँबाट गर्दै गर्दा शान्ति पाएन। मैले शान्ति खोज्यो अनि 2052 सालमा मैले तनहुँ दमोलीमा मैले एउटा बहिनीद्वारा, हाम्रो राममा नानी जस्तै एउटा नानीद्वारा मैले परमेश्वरको वचन पाएँ। अङ्कल छत्तीसगढी देवता मान्नुभन्दा साँचो परमेश्वरको वचन यहाँ छ भनेर बाइबल देखाइन् त्यो नानीले। म अहिले पनि त्यो नानीले प्रार्थना गर्छु। त्यहाँदेखि मैले एउटा मुक्तिको बाटो भन्ने एउटा ट्र्याक ल्याएँ। त्यहाँबाट मैले 7 वर्ष मासु खाइनँ। 58 सालको वैशाख 23 गते मेरो बिहा भयो। 58 सालको कार्तिक 10 गते भाइ जयप्रकाशको बिहा भयो। त्यो बिहाबाट मलाई तिमी आऊ मेरो गोठाला, तिमी आऊ मेरो सारा, मेरो अघि अघि मलाई डोर्याइने, मेरो आँसुलाई पोछि मलाई माया गर्ने, प्रशंसा 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 गर्छु यसो तिम्रो प्रशंसा। अनि मलाई यो प्रश्न छोयो। त्यहाँदेखि 11 गतेको दिनमा भाइ जयप्रकाशको बिहा 10 गते भयो। अनि 11 गतेको दिनमा मैले परमेश्वरलाई स्वीकारेँ, परमेश्वरको वचन। अनि यहाँ रहेछ साँझको मृत्युदाता गुरुमा भनेर स्वीकारेँ। त्यहाँदेखि एकछिन थोरै म विश्राम भएँ। अनि घरतिर त्यहाँ आउँदै गर्दा मैले एउटा सपना, मलाई एउटा दर्शन भयो, फुल वर्षा भयो। अनि मेरा सप्तरङ्गी फुलहरू मेरो आँगमा सर बर्से। म निसासिँदा पनि मेरो फुल वर्षा मेरो शरीरमा भयो। र अहिले अनुभव गर्छु म त्यो फुल वर्षा भएको एउटा प्रश्नको उत्तर म अहिले पाउँदैछु कि जहाँ पनि जान्छ विश्वासी परिवार ल है यस्तो भनेर भन्छन्। ल अहिलेसम्म साथी नराम्रो तैँले यस्तो गरिस् भन्ने मैले पाएको छैन। जहाँ गइन्छ पूर्व पश्चिम उत्तर दक्षिण, जो विदेश जाँदा, स्वदेश जाँदा, इन्डिया जाँदा, जन ठाउँ जाँदा परमेश्वरको वचन यसरी फलो गर्न पाएको छु। परमेश्वरको वचन यसरी मानिसलाई आबद्ध बनाउन पाएको छु। धन्यवाद सबैलाई। जय मसी।